मसँग गाइज भिडियो बनाउनको लागि केही पनि छैन। मसँग एउटा मोबाइल फोन छ एन्ड्रोइड, अनि एउटा मसँग सबभन्दा धेरै भएको समय छ मसँग, त्योभन्दा बेसी मसँग केही पनि छैन गाइज। सो हेलो गाइज, मेरो नाम हो परमिन लुहार र म सामाजिक सञ्जालमा काम गर्दै आइरहेको छु। यहाँभन्दा पहिला पनि मैले फेस बाइकका भिडियोहरू टन्नै बनाएर काम गरिरहेको थिएँ, तर मेरो युट्युब च्यानल डिलिट भएर फेरि मैले नयाँ युट्युब च्यानल बनाएको छु। यो च्यानललाई साथ सपोर्ट गरिदिनु होला गाइज। विथ फेसको भिडियो मैले बनाएन कि गाइज, त्यही भएर हल्का नर्भस फिल भइरहेको छ। एक्लै कोठामा बनाइरहेको छु, त्यही भएर प्लस मेरो हात काप्छ कि गाइज भिडियो बनाउँदाखेरि होइन, भिडियो बनाउँदाखेरि अथवा नर्भस भयो भने मेरो हात काप्छ, त्यही भएर हल्का हल्लिएला भिडियोहरू हल्लिएला, त्यसको लागि माफ गरिदिनु होला। मैले चाहिँ युट्युबतिर अथवा सामाजिक सञ्जालमा काम गर्न लागेको चाहिँ टन्नै भइहाल्यो क्या, 2 वर्ष जति भइहाल्यो। अनि एउटा मैले यो किनेको थिएँ गाइज यार, यो चाहिँ भिडियो बनाउनको लागि मैले ट्याक्कै ट्राइपोड किनेको थिएँ। मलाई महँगै पऱ्यो यो चाहिँ। कति पऱ्यो भन्दाखेरि गाइज यसको मलाई पऱ्यो लगभग 400 रुपियाँ नेपाली पऱ्यो। अनलाइनबाट मगाएको थियो, एक्सपेन्सिभ भयो यार, राम्रो आएन क्वालिटी। त्यही पनि ल हेरौँ, यहाँबाट बनाएर देखाउँछु गाइज। एकर्डिङ टु प्राइस गाइज राम्रै छ यो ट्राइपोड पनि होइन, टक्क लगाएर यसरी चाहिँ बनाउन सकिँदो रहेछ यसले। तर मेरो एमा पनि हात कापिरहेको छ यार, हल्का हल्लिरह। ल गाइज यसले चाहिँ मलाई धेरै हेल्प गर्नेछ बाहिरतिर भ्लग गराउँदाखेरि। यसरी टक्क लगाएर टाढा टाढाबाट यसरी सटहरू लग्न सकिन्छ नि त, त्यही भएर। ल अब हामी कुरा गरौँ मैले भिडियो नै चुज किन गरेँ त। मतलब मैले चाहिँ अहिले गाइज पढाइको कुरा गर्दाखेरि भर्खरै +2 सकेर म ब्याचलर फर्स्ट इयरमा अध्ययनरत छु। अनि अध्ययनरत हुँदाहुँदै पनि मैले चाहिँ बाँकीको त्यो जुन बचेको समय हुन्छ त्यो समयलाई कसरी सदुपयोग गर्ने भन्ने हिसाबमा युट्युब चुज गरेको अथवा सामाजिक सञ्जाल चुज गरेको। मैले चाहिँ त्यो बाँकीको बचेको समयमा चाहिँ युट्युबलाई प्रियोरिटी दिनेछु। युट्युबमा राम्रो राम्रो कन्टेन्ट बनाउने प्रयास गर्नेछु। मसँग गाइज भिडियो बनाउनको लागि केही पनि छैन। मसँग एउटा मोबाइल फोन छ एन्ड्रोइड, अनि एउटा मसँग सबभन्दा धेरै भएको समय छ मसँग, त्योभन्दा बेसी मसँग केही पनि छैन गाइज। यति हो कि इच्छा शक्ति, अनि मसँग भएको भनेको इच्छा शक्ति, समय अनि एउटा एन्ड्रोइड फोन, यति हो। त्योभन्दा बेसी मसँग एउटा पनि केही पनि छैन। अनि यो समयलाई खेर फाल्नुभन्दा मैले सामाजिक सञ्जालमा आबद्ध भएर भिडियोहरू कन्टेन्टहरू क्रिएट गर्ने सोचेको छु र त्यसमा तपाईँहरूको एकदमै ठुलो हात रहनेछ गाइज। म 2 हात जोडेर तपाईँहरू सम्पूर्णमा सहयोगको अपिल गर्छु, अथवा मलाई सपोर्ट गरिदिनु होला। सब्सक्राइब गरेर भिडियोलाई सेयर गरिदिनु होला आफ्नो साथीहरूमाझ पनि। र कन्टेन्ट क्रिएट गरेर हजुरहरू पनि आफ्नो टाइमलाई सदुपयोग गर्नु होला भन्न चाहन्छु। अहिलेको यो युगमा कन्टेन्ट क्रिएट भनिसक्यो एउटा एकदमै ठुलो पेसाको रूपमा हेर्न सकिन्छ। तपाईँ आफ्नो काम छोडेर आफ्नो पढाइ छोडेर चाहिँ यसमा नलाग्नु होला कृपया। म जस्तै पार्ट टाइमको रूपमा चाहिँ कन्टेन्ट क्रिएट गर्दै भिडियो बनाउनु होला भन्न चाहन्छु। अनि यसले के फाइदा गर्छ भन्यो भने हजुरहरूको कम्युनिकेसन स्किललाई पनि यसले डेभलप गरिदिन्छ होइन। अरू चाहिँ तपाईँको बोल्ने शैलीलाई हल्का विकास गरिदिन्छ, लाइक अनि तपाईँको समयलाई सदुपयोग गरिदिन्छ, बाहिर यस्तो नराम्रो वेमा जान्नबाट बचाइदिन्छ। तपाईँहरूले पनि कन्टेन्ट क्रिएट गर्नु होला भन्न चाहन्छु। म चाहिँ अब लाइफ टाइम कन्टेन्ट क्रिएट गर्ने हो, पिरियोडिटी दिन समय यसलाई मात्र दिन नसकेला, तर मैले चाहिँ कन्टिन्यू गर्ने हो युट्युबलाई। युट्युब चाहिँ मैले लाइफ टाइम गर्ने सोचेको छु गाइज, सामाजिक सञ्जालमा काम। त्यही भएर तपाईँहरूले साथ सपोर्ट गरिदिनु होला यसमा भन्न चाहन्छु। ल गाइज आज पहिलो भ्लग भएर होला मलाई केही बोल्न पनि आइरहेको छैन, मेरो शब्द नै निक्लिरहेको छैन कि त्यति धेरै। त्यही भएर आजको भ्लगलाई चाहिँ म यही अन्त्य गर्न चाहन्छु। तपाईँलाई कस्तो लाग्यो भ्लग, अलिकति पनि तपाईँलाई इन्फर्मेटिभ अथवा राम्रो लाग्यो भने, इन्फर्मेटिभ केही लागेपछि तपाईँले मेरो च्यानललाई सब्सक्राइब गरेर मसँग जोडिनु होला। आगामी दिनहरूमा पनि मैले आफूले जानेका गाइडेन्सहरू हजुरलाई दिनेछु, गाइड गर्नेछु भन्दै हस् त, बाई। सब्सक्राइब गर्न नबिर्सिनु होला प्लिज गाइज, सब्सक्राइब गरिदिनु होला। ल बाई।